सबै कुरा छोडे पनि संस्कार भनेको अभ्यासको बारेमा छ नि। करत करत अभ्यासते जडमति होत सुजा, रसरी आवत जातते सिल पर परत निशान। मलाई फेरि धेरै हिन्दी उपाख्यान आउँछ नि, त्यति ध्यान राख्नु होला। व्याख्यामा नेपालीमा भन्नुला, यसमा ज्ञान छ। हेर्नुहोस्, यसको नेपालीमा पनि होला, भानुभक्तले बनाउनु भयो होला, अरू कविहरूले बनाउनु भयो होला, अझै मेरो दृष्टिगत भएको छैन। मेरो अध्ययन नै उता भएको हुनाले पंक्तिहरू छन्, हजुरहरूले सुनिराखेका हुन्। नारायण स्वामीजीले खुब सुनाउनुहुन्छ, हजुरहरू सत्सङ्गमा गइराख्नुहुन्छ। भन्न खोजेको के भन्दा करत करत अभ्यास नै, अभ्यास गरी 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 भन्न खोजेको, निरन्तर अभ्यास। जसै चिताउनमा इनारबाट पानी निकाल्नलाई एउटा रिङ लागेको हुन्छ फलामको, आजल त हटाए कि अब त किन मोटरको जमाना आयो, तर मेरो पालोमा चाहिँ त्यही थियो, पानी तान्नु पर्थ्यो रसी। त्यो जो फलामको र रसीको कुनै सम्बन्ध छ ल भन्नु, एक फेरि फलामले ड्याङमा रसीलाई हान्नियो भने त्यो दुईतिर जान्छ त्यो। तर त्यही रसी दिनदिनै आउँदै जाँदा जाँदा हेर्नुहोस् त्यहाँ के हुन्छ, त्यो फलाममा एउटा खाल्टो बन्छ। यसलाई भनिन्छ निरन्तरताको अभ्यास। यदि निरन्तरताको अभ्यास भयो भने फलाम जस्तो सारो चिजमा पनि निशान लगाउन सकिन्छ, त्यसको प्रभाव छोड्न सकिन्छ। त्यस्तै अब निरन्तर गरिरहेको संस्कारले छाप बनाउँछ, एउटा चिन्ह दिन्छ। हो, त्यो चिन्हले फेरि हामीलाई गलत काम गर्न दिँदैन। यसरी यो संस्कारलाई संस्कृत गर्नको लागि आचरण बनाइएको। आचरण भगवानदेखि विमुख हुनको लागि यदि प्रभाव बन्यो भने त्यो आचरणको के अस्तित्व छैन। मैले यी कुरा यहाँ किन भन्दैछु, म त यसको बिल्कुल विपरीतको मान्छे हुँ। म त आचरण गर, भगवानको टिको लगाऊ, पाइट लाएर नखाऊ, होटेलमा नखाऊ भन्ने मान्छे हो नि। परन्तु आज मैले आफै यी कुराहरू किन खोल्दैछु भन्नुहुन्छ भने मेरो अगाडि यस्ता यस्ता व्यक्तिहरूले आएर आफ्नो भित्रको चाहिँ दुःखलाई पोखेका छन्, जसलाई सुनेर मलाई यो लाग्छ कि मैले यो कुरा पोख्नुपर्छ। आजभन्दा 6 वर्ष पहिला स्वामीजीको सन्निधिमा, स्वामीजीको साथमा लागेर म बिउमा कर्लिम भन्ने ठाउँमा, उहाँ कर्ताको नाम मैले बिर्से, होइन कर्लिम हो, लेखानी कर्लिम, बिउ कर्लिममा एउटै घर छ। उहाँ पण्डितजी हो, उहाँ पनि उहाँको कर्मकाण्डको विभाग उहाँले सम्हाल्नुहुन्छ। नाम विस्मृत भयो है, नामसँग के मतलब हो र, हाम्रो त कामसित छैन होला, बङ्गाली नै होला। अब त्यहाँ कथा गर्न आए। हजुरहरू सबैलाई थाहा छ हाम्रो स्वामीजीहरू भनेको शरणागतिको अत्यन्त प्रिय व्यक्ति, शरणागत भइदिए जीवको कल्याण होला भन्ने विचार राख्ने व्यक्ति हो। स्वामीजीले आज्ञा गरी बक्सियो, बाबु तिम्रो कथा भिन्नै पाराको छ, परन्तु हामीहरूले कथा गर्दाखेरि शरणागति माथि त्यति भक्तहरूलाई अभिप्रेरित गर्नुपर्छ भनेर स्वामीजीले मलाई आज्ञा गरी बक्स्यो। शरणागति भनेको विषय यस्तो छ, हेर्नुहोस् पुराणहरूमा पान्ना पान्नामा शरणागति छ, यहाँ शरणागतिको अभाव छैन। यस्य स्मरण मात्रेण कृतकृत्यो भवेन्नर, यो नै शरणागति हो। स्मरण यति बलियो हुनु पर्यो, स्मरण यति शक्तिशाली हुनु पर्यो कि त्यो स्मरणले हामीलाई कृतकृत्य बनाउँछ, यही त शरणागति हो। स्मरण याद गर्ने प्रखर व्यवस्था नै शरणागति हो। भनेपछि शरणागतिको विषयमा भन भनेर आज्ञा गरेर मैले लगभग 7 दिन शरणागतिको लागि 15 मिनट 20 मिनट आधा घण्टा जति समय सानुकूल भन्न सकिन्थ्यो भने। त्यो भन्दाखेरि मथि 10-15 जना यस्ता व्यक्ति आए त्यतिखेर नै, जसले यो दुःख भित्र भएको कि गुरुजी शरणागत हुन त कसलाई मन लाग्दैन र, भगवानको बन्नी भनेर जन्म लिएको, यत्रो ढुङ्गो माटो बोकेर चाहिँ घर बनाएका छौँ, दिया वस्तु पालेका छौँ, खाएका छौँ, शरीरलाई धारण गरेका छौँ, लक्ष्य त परमात्मा प्राप्ति हो। परन्तु यो हुन्न, ऊ हुन्न, यस्तै दुनियाँभरका चिज, माइत गए दाई भाउजूले पकाएको खान्न भने रिसाउँछन्, आमा बा रिसाउनुहुन्छ, छरछिमेकी रिसाउँछन्। अब यहाँ गाउँ घर चलाउनु पर्यो, खेतीपातीमा जानु पर्यो, तैँले पकाएको चिया खान्न भने छिमेकी रिसाउँछ, भुटेको मकै खाइदिन्न भने ऊ रिसाउँछ। अब म गएर घर गएर खाजा खाएर आउँछु भने उहाँ टाइम बेकार गरो भनेर रिसाउँछन्।
अब यो संसारमा चल्नै गाह्रो गुरुजी कसरी शरणागत हुने भनेर विचार रिस पोखेपछि त्यो भित्र जो थियो नि एउटा दुख पोखेपछि मलाई मन भयो अब स्वामीजीलाई नसोधिकन आफै व्याख्या गर्ने कुरो पनि भएन। ल चिन्ता नगर्नुहोस्, म यसको केही न केही रूपरेखा निकालौँला, चिन्ता नगर्नु, हजुरहरूको इच्छा छ भने हजुर शरणागत हुनुहोस्, अगाडिको जिम्मेवारी म माथि छोडिदिनुहोस् भनेर उहाँहरूलाई भनेर म स्वामीजीको सन्निधिमा गएर स्वामीजीलाई कुरा राखेँ। हजुरको आज्ञाको अत्यन्तै ठुलो प्रभाव भयो स्वामीजी। दासले जाने नजाने जति भने पनि मान्छेले श्रवण गर्नु भएको छ, उहाँहरूको मनमा प्रभाव पनि परेछ, शरणागत हुने उहाँहरूको मन पनि छ, परन्तु व्यवधान भनेका यस्ता यस्ता रहेछन् भनेपछि स्वामीजीले आफै भन्नुभएको थियो, बाबु यो भनेको त आचरण हो, आचरण गर्ने प्रभुको नाम जपको लागि शरीर शुद्ध बनाउनको लागि हो, र शरणागत भनेको स्वयंलाई भगवानलाई समर्पण गर्नु हो। दुईटै बाटो अलग छ, दुईटैको क्रिया भिन्न छ। उहाँहरूलाई तिमीले आफ्नो तरिकाले सम्झाइदेऊ, भगवानको भन्नुस्, आचरण कति हुन्छ हुँदैन त्यसको निर्णय पछि गर भनेपछि मैले वहाँ गएर प्रकष्टै भनिदिएँ। फेरि सबैको अगाडि माइक लगाएर रामानन्द स्वामीजीलाई मन्त्र नसुनाए भनेर धुरिया चढेर सुनाउनु भएको थियो। अब मौका पाएपछि त किन चुक्थेँ र मैले माइकैमा फुक्दिएँ। उहाँ हेर्नुहोस्, हजुर भगवानको हुनुहोस्, महिना दिन ननुहाउनुहोस्, टेन्सन छैन, हजुर भगवानको हुनुहोस्, 1 महिना ननुहाउनुहोस्, तर प्रत्येक संक्रान्ति र अर्को के हुन्छ अरे मसान्ति, यो 2 दिन नहुनु होला, बीचका दिन त्यसै पुरिन्छन् भनेर लगाइदिएपछि त नहुने मान्छे नि तयार भयो। हेर्नुहोस्, अब सजिलो भयो नि, चिसो पानीले नुहाउनु मन लाग्यो, नुहायो उनीहरूलाई सजिलो भयो। अब त्यस्तै भएपछि शरणागत हुने। अन्तिम दिन आएर स्वामीजीसँग कमसेकम 10-12 जनाले मन्त्र दीक्षा लिनुभयो। अब मन्त्र दीक्षा लिएपछि यस्तो प्रभाव हेर्नुहोस्, 2 साल पछाडि मलाई त्यहाँको समाचार सुन्न मिल्यो, आज तिनीहरू जस्तो पवित्र यहाँ भइसकेका पनि छैन। बिहानै उठ्छ, ननुहाइकन पानी नि खानु, पहिले बिस्तारा बसेर चिया पिउने मान्छेले पानी नखाइकन नुहाइ धुवाइ गरेर टिको लगाएर माला जपेर अनि चिया पिएर ठक्क पाइन्ट सर्ट लगाएर आफ्नो काम गर्न गए, बेलुका आएर भगवानको माला जपे। आज आनन्द छ। अब हामीले कहाँ हुन्छ, ननुहाइकन मलाई सुनाउनु हजुर भनेर लगाइदिए भए ती 12 जना आजसम्म संस्कृत हुने भनेपछि संस्कार र शरणागति भिन्नै छ। शरणागत भएपछि संस्कार स्वतः आउँछ। अतः शरणागत भएपछि कृतकृत्य हामी आफै भइन्छ। भगवानको जिम्मेवारी हो, सकृदेव प्रपन्नाय तवास्मीति याचते अभयम सर्वभूतेभ्यो ददामि तद्वतम्। भगवानले प्रतिज्ञा गरिसक्नु भएको छ र हजुरले थाहा छ, भीष्म पितामहले प्रतिज्ञा गर्नुभयो, आज जो हरिहीन शस्त्र गहाऊं तौ लाजौं गंग जननी को संतनु सुतन कहाऊं, आज जो हरिहिसन शस्त्र न गहाऊं। अनि 10वां दिनको युद्धमा जाँदाखेरि भीष्म पितामहले प्रतिज्ञा गर्नुभयो, या त पाण्डवलाई आज भ्याउँछु मैले, या भगवानको जो प्रतिज्ञा छ मैले महाभारतको युद्धमा शस्त्र उठाउँदिन, या प्रभुले शस्त्र उठाउनुहुन्छ म शरणागत हुन्छु, या फेरि मैले पाण्डवहरूको विनाश गर्छु भनेर गएको प्रतिज्ञा। जबकि भगवानले दुर्योधनको अगाडि राख्नु भएको थियो वचन, मेरो प्रतिज्ञा छ पुरा महाभारतमा मैले शस्त्र उठाउँदिन बाबु, एकतिर म छु एकतिर मेरो नारायणी सेना छ। दुर्योधनले निर्णय गरेर शस्त्रै नउठाउने भए तिमीलाई मकै खुवाउन थोडी लाने हो, मलाई नारायणी सेना देऊ भनेर दुर्योधनले लगाएर गए। परन्तु भगवानको महिमा बुझेका अर्जुन थिए, अर्जुन नाचे, प्रभु हजुरले शस्त्रै किन उठाउनु पर्यो, हजुर साथमा भयो सबै उठिहाल्छ, आफै उठाउनै पर्दैन। भगवानले सीतासँग विवाह गर्न जाँदाखेरि धनुष उठाउनु भएको होइन, धनुष आफै उठेको। परशुरामजीले रामजीलाई धनुष दिँदाखेरि दिन परेको होइन, धनुष आफै आएको। प्रत्यक्ष प्रमाण छ, भगवानले उठाउनै पर्दैन, आफै उठ्छ, सारा संसार आफै चल्छ। दृष्टि पाण्डवहरूको विजय कसरी भयो थियो, भगवानले शस्त्र उठाउनु भएन भनेपछि भीष्म पिताले के भन्नुहुन्छ भने आफ्नो स्तुतिमा ऋतवती पर आयुरा अवीक्षणा भनेर भन्नुहुन्छ, हे परमात्मा हजुरले शस्त्र त उठाउनु भएन, परन्तु पर भनेको दुश्मन शत्रु सैनिकको अक्षणा आँखाको दृष्टिपातले नै आयुको हरण हजुरले गरिबक्सन्थ्यो। अर्जुनले त पुतलालाई मात्रै बाण मार्थे भनेर
पितामहले आफ्नो स्तुतिमा प्रकल्पित गर्नुभएको छ। त्यस्ता ज्ञानी पितामहले प्रतिज्ञा गरेको प्रतिज्ञा पूर्ण गर्नलाई भगवानले रथबाट फरालेर रथकै पाङ्ग्रालाई उठाएर शस्त्र बनाएर भक्तको प्रतिज्ञा पूरा गर्नुभयो। त्यतिखेर धरती माताले तिरस्कार गरिन्, भगवान हजुर प्रतिज्ञाबाट भ्रष्ट हुनुभयो। भगवानले आफ्नो उत्तरीयलाई तल फ्याँकेर भन्नुभयो, पृथ्वी चिन्ता नगर, मैले आफ्नो पहिलो प्रतिज्ञा पूरा गर्दैछु, दोस्रो प्रतिज्ञा त अस्ति भर्खर गरेको, करोडौं वर्ष पहिला मैले सक्रिदेव प्रपन्नाय तवास्मी दियाचते भन्ने भक्तको रक्षा गर्छु भनेर मैले प्रतिज्ञा गरेको थिएँ, मैले आफ्नो त्यसै प्रतिज्ञाको रक्षा गर्दैछु भनेर भगवानले सान्त्वना दिए। अब भगवान साँचो कि झुठो के निर्णय गर्न सकिन्छ? भगवान त दुवैतिर साँचो हुनुहुन्छ नि। यता पितामह भीष्मको प्रतिज्ञा गर्नको लागि आफ्नो कुरा तोडिदिनु भयो भने नि भगवान साँचो नै हुनुहुन्छ। र भगवानले शस्त्र उठाउनु भयो भन्न नि मिल्दैन, पाङ्ग्रो नि कुनै शस्त्र हुन्छ त भनेपछि भगवान नितान्त निर्मल, त्यस्तो परम पावन प्रभुको नाम सुमिरन गर्नाले जीवमा संस्कार बस्छ र त्यसपछि हामी कृतकृत्य भन्छ। त्यही भएर यहाँ प्रथम श्लोकमा प्रथम आरम्भमा सूतजी महाराजले सौनकादि ऋषिलाई के भन्नुभयो? यस्य स्मरण मात्रेण कृतकृत्यो भवेन्नरः प्रभावमस्य गदितुम नेश शेष चतुर्मुख। यदि भनौं भने गणेश पुराणको महिमा अथवा कुनै पनि भगवत महिमालाई गान गर्नलाई साक्षात ईश्वर नै आए पनि समर्थ हुनुहुँदैन। साक्षात भगवान शेष नारायण चतुर्मुख ब्रह्मा कसैले पनि गान गरेर सक्नु हुँदैन। यसलाई त सानो सानो रूपमा हामीहरूले श्रवण गर्नुपर्छ भनेर गणेश पुराणको वर्णन गर्दै सूतजी महाराजले भन्नुभयो। अब प्रश्न आयो, गणेशलाई हामीले कसरी चिन्नु भन्दाखेरि यदाज्ञया सृजतेऽथ विष्णुः यदाज्ञया पातनमातनोति यदाज्ञया संहरते हरोपि यदाज्ञया संचरते दिनेश। यहाँ सूतजी महाराजले भन्नुहुन्छ गणेश भनेको को? यदाज्ञया कः सृजते अथ विष्णु यदाज्ञया पालनमातनोति। जसको आज्ञाबाट क भनेको ब्रह्मा, जसको आज्ञाबाट ब्रह्माले सृजना गर्नुहुन्छ, जसको आज्ञाबाट विष्णुले पालना गर्नुहुन्छ र यदाज्ञया संहरते हरोपि, हर भनेको भगवान सदाशिव, जसको आज्ञाले भगवान शिवले संहार गर्नुहुन्छ, जीव मात्रलाई मृत्युको शय्यामा सुलाइदिनुहुन्छ, त्यो कार्य गर्नुहुन्छ, जसको आज्ञाबाट त्यसलाई हामीले गणेश भनिन्छ। सबै पुराणको शुभारम्भ यहीँबाट हुन्छ कि हुँदैन? हजुर कुनै पनि पुराणमा जानुहोस्, सबको शुभारम्भ यहीँबाट हुन्छ। जसको आज्ञाबाट सृष्टिको शुभारम्भ हुन्छ त्यो नै गणेश, त्यो नै देवी, त्यो नै शिव, त्यो नै विष्णु, त्यो नै राम, त्यो नै कृष्ण। जहाँ जानुहोस् त्यहीबाट सुरु हुन्छ। शिव पुराण उठाएर हेर्नुहोस्, शिव पुराण यही हुन्छ। केही थिएन हजुर, अन्धकार थियो। शिवरात्रिको दिन राति मध्याह्न रात्रिमा एउटा ज्योतिर्मय ज्वाला निस्क्यो अन्धकारको बीचमा। त्यस ज्वालाबाट 3 दिव्य पुरुष निस्के, तिनको नाम थियो ब्रह्मा विष्णु महेश। ज्योतिर्मय शिवले, ज्योतिर्मय जो शिव पुराणको हिसाबले त शिव भन्न पर्यो। शिवको अर्थ हुन्छ कल्याण। कल्याण कसले गर्छ? भगवानले गरिबक्सिन्छ। अत जताले घुमाएर जाँदाखेरि एउटै परमात्माको निष्कर्ष निस्कन्छ। अब उहाँले आज्ञा गरेर ब्रह्मा विष्णुले त्यो ज्योतिर्मय जो ज्वाला निस्केको थियो त्यसको फेद र टुप्पो खोज्न जाँदा नभेट्टाएको प्रसङ्ग आउँछ। अनि त्यसैमा ब्रह्मालाई श्राप र विष्णुलाई आशीर्वाद दिएको प्रसङ्ग शिव पुराणमा आउँछ। देवी पुराण सुन्नुहोस्, देवी भागवत सुन्नुहोस्। सबभन्दा पहिला एउटी शक्ति थिइन्। शक्तिले संसारको केही गर्न पर्यो भनेर ब्रह्मा विष्णु महेशलाई प्रकट गरिन् र आफूले शक्ति दिएर सृजना आरम्भ गरे। आज गणेश पुराण सुन्दैछौँ, यहाँ पनि त्यही भयो। गणेश भनेको सबैभन्दा ठुलो ईश्वर। उहाँ ठुलो ईश्वरले ब्रह्मा विष्णु महेशको सृजना गर्नुभयो र जसको आज्ञाबाट ब्रह्माले सृजना गर्नुहुन्छ, जसको आज्ञाबाट विष्णुले पालन गर्नुहुन्छ र जसको आज्ञाबाट भगवान शिवले संहार गरिबक्सिन्छ, त्यस्ता इष्ट देवको नाम गणेश। यस प्रकार गणेशजीलाई नमस्कार गरेर
जब सौनकादि ऋषिहरूले प्रश्न गर्नुभयो गणेश भगवानको महिमा के हो, यसको केही प्रभाव हामीले कहीँ श्रवण गर्न सक्छौं भन्दाखेरि एउटा वृत्तान्त यहाँ लिएर आउनुहुन्छ। सौराष्ट्र देशमा देवनगर नाम गरेको एउटा नगर थियो। त्यस नगरमा एउटा सोमकान्त नाम गरेका राजा बस्थे। अत्यन्तै धर्मात्मा, अत्यन्त दयालु, अत्यन्त ज्ञानी, भगवानका भक्त, प्रजाको लागि पितातुल्य परोपकारी, प्रजाहरूलाई आफ्नो छोराछोरीसरी पालना गर्ने, दान पुण्य त कति हो कति, दिनदिनै आफ्नो राष्ट्रमा रहेका दीन दुखीहरूलाई अन्न वस्त्र दान नगरिकन भोजन ग्रहण नगर्ने यस्ता धर्मात्मा। आनन्द थियो। तिनी हर प्रकारको ज्ञान थियो, नीति थियो, दण्ड थियो, शासन थियो, प्रजा थिए, सेना थिए, धन वैभवको कुनै कमी थिएन। राजाको जुन जुन लक्षण हुनुपर्ने ती सबै लक्षण थिए। अत्यन्त रूपवान थिए र तिनी अत्यन्त कुशल मन्त्रीहरू थिए। जुन राजाको मन्त्री कुशल हुँदैन नि, त्यो राजा भनेको नेपालको राजा। बुझ्नुभयो? जुन राजाका मन्त्री कुशल हुन्न त्यो राजा भनेको नेपालको राजा, र जुन राजाका मन्त्री कुशल हुन्छन् त्यो राजा भनेको अमेरिका। यदि फरक। हाम्रो देशका मन्त्री नै खराब छ, राजाको कुरै छोड्नु। जसलाई हेर्नुस् आफ्नै तत्त्व निकालेको छ, खाएको छ, मजाले उडेको छ। मलाई त त्यतिखेर यो सुनेर अत्यन्त दुःख लाग्यो। मैले निन्दा कसैको गर्दिनँ, तिनी महान छन्, तिनी आफ्नो ठाउँमा अत्यन्त पुण्यवान छन्, आफ्नो भाग्य खाएका छन्, त्यसलाई हामीले गाली गर्न नि मिल्दैन। तर त्यो दिन अत्यन्त दुःख लाग्यो जुन दिन यो कानमा पर्यो। दिल्लीमा गएर अखबारमा न्युजमा पढ्दाखेरि वैशाख 12 गतेको त धुमधुमी, जसमा परेर कतिले ज्यान गुमाए, कतिको घर नष्ट भयो, कति बेघर भए, कतिलाई बेघर भएपछि जीव जन्तुहरूले उठाएर लगेर खाए, गोर्खातिरको घटना टन्नी पड्डियो। सब समाचार पुग्छन् हेर्नुहोस्। परन्तु त्यो दिन अत्यन्त दुःख लाग्यो। भूकम्प आयो, ज्यान गुमाए, घर नोक्सान भयो। यो प्रकृतिको प्रकोप थियो, त्यसमा कसैको बल चल्दैन। परन्तु राष्ट्र परराष्ट्रबाट सहयोगको लागि धन आयो र लप्पै चटनी बनाएर खाइदियो भनेको सुन्दा दिन अलिकति दुःख लाग्यो। भनेपछि यस प्रकार हमेशा मन्त्री अत्यन्त। गोस्वामी तुलसीदासले के भन्नुहुन्छ भने सचिव वैद्य गुरु मन्त्री जो प्रिय बोलै भय आस राज धर्म तन तिनी कर होई बेगही नास। सचिव वैद्य गुरु तिनी जो प्रिय बोलै भय आस राज धर्म तन तिनी कर होई बेगही नास। सचिव भनेको मन्त्रणा दिने मान्छे, मन्त्री। सहसचिव भनिन्छ नि, सहायक व्यक्ति। यदि राजाको मन्त्री चाप्लुसे छ भने तो राजाको विनाश अति शीघ्र हुन्छ। मन्त्री कस्तो हुनुपर्छ भन्दाखेरि अकबर राजाको मन्त्री बीरबल जस्तो हुनुपर्छ। एउटा घटना सुनाइदिउँ। एक फेरि चाहिँ अकबर राजाले जो आफ्नो भान्साघरमा प्रसादी बनाउँथ्यो त्यसलाई भनेछन्। हुन त मुसलमान राजा थिए, तर तिनको उपाख्यान केही ज्ञान पर्दछ किन बीरबल साथमा भएको। अकबर राजाले के भनेछन् एक दिन भने भान्साले चाहिँ त्यो रामसितारा हुन्छ नि, रामसितारा चिप्लो चिप्लो हुन्छ र बनाएपछि भिन्डी भन्छ त्यसलाई। एक दिन चाहिँ त्यसको साग बनाएछन्। स्वाभाविक 6-7 महिना वर्ष दिनमा एक फेरि खाँदा त मिठै हुन्छ। आज लिँदाखेरि आनन्द आयो। त अकबरले भनेछन् बीरबललाई, बीरबल वाह, यो भेन्डी, यो रामतारे भन्ने कति बढिया सब्जी है। प्रसादीसँग मोल्दाखेरि पनि सट्टै मोलिन्छ। मुखा राखे चबाउनै नपर्ने सुर्लुकै भित्र जान्छ, बिहान पेट हाली खुर्लुकै निस्किन्छ। अब के दुःखै रहन्छ यसमा त भनेर उनले भने। अब बीरबल त मन्त्री हो नि, जहाँ काट्नु छ उहाँ काट्ने, नभए राजालाई प्रसन्न गर्नु पर्यो। अब बीरबलले के सुरु गरेछन्, ठाउँ देखेर बोल्नुपर्छ मन्त्री। राजालाई भोजन राम्रो लाग्यो। बीरबलले भने वाह वाह महाराज, के कुरा गर्नुहुन्छ हजुरले, यो भिन्डी भनेको त सब्जीहरूको राजा हो नि हजुर। क्या त्यसको रूप हेर्नुहोस्, हरियो हरियो, त्यो भित्रका दाना हेर्नुहोस्, क्या
आकाशका तारा चाहिँ चम्किन्छन्। अथवा बनाउँदाखेरि कति आनन्ददायक, जता चला उतै हिँड्छ। कलिलो कलिलो हेर्नुहोस्। अब खाँदाखेरि पनि मोल्दाखेरि नि आनन्द आउँछ, ल्यासर र परेर एकदम प्रसादीलाई यस्तो घोल दिन्छ, अहिले उठाएर खाम जस्तो हुन्छ। खाँदाखेरि चबाउन पनि मुखा र सुर्लुका भित्र के कुरा गर्नुहुन्छ। यो त अत्यन्तै श्रेष्ठ सब्जी हो नि महाराज, यसलाई त छोड्नै हुँदैन। यो कुरा त भान्सेले सुनेछ हेर्नुहोस्। अब ती त आपसमा ठट्टा गर्दै थिए। अब भान्सेलाई लाग्यो वाह, हाम्रा राजालाई त यो रामतारेको त सब्जी बडा मन पर्दो रहेछ है। भोलिपल्ट फेरि आज पनि महिमा बखान गरे। अब वीरबलले वाह वाह महाराज, भिन्डी त के भन्नुहुन्छ र, भिन्डी जस्तो सब्जी त कुनै हुँदै हुन्न हजुर, संसारमा छँदै छैन, सर्वगुण सम्पन्न। कसैको पेटमा किरा परेको छ भने भिन्डी खाइदिए किराले बाहिर भाग्छ। यसमा जो तरल पदार्थ हुन्छ नि त्यसले धेरै प्रकारका दोषहरूलाई निकाल्छ भनेर अत्यन्त महिमा गाए। त्यो दिन पनि भान्से खुस भयो, आज पनि महाराजले बडा खुस। एक दिन भएन, 2 दिन भएन, 3 दिन भएन, जब 4-5 दिनसम्म लगातार रामतारेको सब्जी बनेपछि 6ठा दिन चाहिँ अकबरले भने यस्तो सब्जी नि खाने, दिनदिनै बनाएको बनाइ गर्ने, ल्याएर ल्याएर कस्तो देखिन्छ छि 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 भने अकबर फेरि सुरु भयो। हजुरले अस्ति भन्नु पर्दैन, यस्तो कारणले ल्याएर स्यान जस्तो देखिन्छ अब छे छि 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 भनेर उसले अझ अगाडि बढेर अकबरको दिमागले टिपो हेर्नुहोस्। ए वीरबल, अस्ति त तिमीले वाह भिन्डी वाह भिन्डी मलाई चढाउँदै थियो, आज त तिमीलाई स्यान्जै देखिया छ भनेर सोद्धाखेरि हजुर म त मन्त्री न हुँ, हजुर राजाले जय भन्यो त्यसमा जय जय गर्नु पर्यो कि परेन। अब यहाँ असङ्गत कुरा केही थिएन, त्यही भएर मैले जय गरेँ। अब कहीँ हजुरले असङ्गत कुरा गर्नु भने त मेरो काम त काट्ने हो, मैले तत्काल काटिदिन्छु भनेर त्यस पछाडि अब वीरबलको कुरा काट्ने त कोही थिएन। वीरबल त एक महान व्यक्ति। एक फेरि यस्तै निर्णय आयो, एकजना निर्दोष ब्राह्मणलाई अकबरले फाँसी चढाउन लाग्यो। दण्ड के थियो भन्दाखेरि 5वटा घरमा भिक्षाटन गर्नुपर्ने, 10वटा घरमा गरेछ नपाएर। यति सानो कामको लागि हिन्दू ब्राह्मण भनेर तिमीले चाहिँ मृत्युदण्ड दिने? वीरबल गएछन्। महाराज की जय होस् भन वीरबल। महाराज मैले सुनेको छु हजुरले कुनै ब्राह्मणलाई मृत्युदण्ड घोषित गर्नुभएको छ, के त्यसको बारेमा हजुरले कुरो सत्य हो होइन के हो त्यसको बारेमा हजुरले परामर्श गर्नुभयो? किन राजाले बिना निश्चित गरिकन कसैलाई दण्ड दिनु हुँदैन? अकबरले तिमी को हुन्छौ, तिमी मन्त्र हौ, म राजा हुँ, मैले दिएको आज्ञा त सर्वमान्य छ, तिमी बिचमा बोल्ने को हुन्छौ? वीरबलले न म मन्त्री हुँ, मन्त्रणा प्रधानो मन्त्री। राजाले कुनै पनि काम बिना मन्त्रीको सल्लाहले गर्नु हुँदैन।